गाठो पारे आउने छु सम्झना बोकेर मिलाइलाई बिहिबारे हाटैमा आउने छु सम्झना बोकेर मिलाइलाई बिहिबारे हाटैमा क्या मालूम तिम्रो गालामा संसारलाई तिमी कुन्दिन भुल्ने हो मायाले यसमा चाहिँ हाम्रो सुमित्रा माइजूलाई पनि आइदिनु अनुरोध गर्छु। सुमित्रा माइजू कता हुनुहुन्छ? हाम्रो देवकुमार काका पनि अगाडि गइदिनु होला कृपया। ल छिटो छिटो पनि भन्नुभयो देवकुमार काका सुमित्रा विनर हो। ल है ल भयो जानु पाइएन नि सिटी बसबाट अब ल कुमार भाइ आउट आउट त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो। धन्यवाद। गीत गीत मनभरि छातीमा राखे मायाले छोपो धन्य फुटेको भइदियो तिम्रो मनमा आगे आगे तपाईँको
घरमा चाहिँ चिटिक्का परेकी पियारी घरमा चाहिँ चिटिक्का परेकी पियारी तै पनि कहिले भइहाल्छ गडबडी तै पनि कहिले भइहाल्छ घरमा खाना बाबा खाना भन्छे बुढो कोहीको जुठो खाना बाबा खाना भन्छे बुढो लट्ठी तल झार्न पाइँदैन। अब सुरु भएको छ उहाँको यात्रा। कोही मोराले नराम्ररी कुटो गल्फाने बाजे आउँदै हुनुहुन्छ घैँटो फुटाउन। सृजनशील युवा समाज सोलुखुम्बु काँगेल सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको यो बृहत भोज कार्यक्रम 2082 को यो बाठो हुनुहुन्छ है बाठो भइरहेको बाठो हुनुहुन्छ नि को कहाँ छ भनेर उहाँ एकदम चर्चित कलाकार गल्फाने बाजे हुनुहुन्छ। हाम्रो सृजनशील युवा समाजको वनभोज कार्यक्रममा आएर घैँटो फुटाई कार्यक्रममा सहभागी भइरहनु भएको छ। उहाँले सङ्केत खोजिरहनु भएको छ, कृपया नबोलिदिनु होला। कलाकार हो त्यसै पनि एक्टिङ गर्न जान्नुहुन्छ उहाँ। कोही नबोलौँ है, कोही नबोलौँ है। करके आँखा मुहारै छ हाम्रो लड्के जोबन करके आँखा मुहारै छ धन्यवाद। भइहाल्छ गडबडी यो घैँटो फुटाए कार्यक्रमको भिडियो बनाउँदा बनाउँदा रिल सकिएला जस्तो भइसक्यो। कृपया धन्यवाद दर्शन काकालाई धेरै धेरै धन्यवाद। कृपया लट्ठी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी कोही नबोलिदिनु होला कृपया। घरमा चाहिँ चिटिक्का परेकी पियारी घरमा चाहिँ लट्ठी तेर्सोले हान्न पाइँदैन, सिधै ठाडो हान्ने हो। पियारी हाम्रो सानो बहिनी आउँदै हुनुहुन्छ घैँटो फुटाउनका लागि। धन्यवाद। उहाँले धेरैजनाको आँखामा पट्टी बाँधिदिनु भएको थियो, अहिले उहाँकै आँखामा पट्टी बाँधिएको क्षण छ। हेरौँ उहाँको निशाना कतातिर पर्दैछ। ताली 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 ताली। गोविन्द दाइ ओ किम हाम्रो सृजनशील युवा समाजको घैँटो फुटाए प्रतियोगितामा सहभागी हुनु कृपया नबोलिदिनु होला। हाम्रो उषा फुपूको पुसै पनि हुनुहुन्छ। आवाज दियो है यो चाहिँ निशाना असफल नहुने नै देखिएको छ। लट्ठी
चेला नि हाम्रो पनि विनर हुन्छ आयो आउट रु 1000 अब यो तपाईहरुले चाहिँ ल सकियो सकिएन ल त्यो गीत सागरले बल्ल आइदियो योहरी तरिका यस 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 ल है ल यो है अब ताली 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 यो ताली भनेको चाहिँ नजिक पुगेर भनेको है ल ताली है हानिसकेपछि जेनजी गर्दा अब ल अब यहाँ राजेन्द्र दाजुले बाँकी राख्ने जस्तो छ लागेन ल ल ल 2 स्टेप तल 2 स्टेप माथि ल 2 स्टेप तल 2 स्टेप माथि ल ल ल अब सागरले त्यो देब्रेपट्टि खुट्टा भएन ओए ल राइट राइट आउनु राइट 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 दाजु राइट राइट दुईटा निकाल्देऊ न ओ दुईटा त निकाल्देऊ न चिया दुईटा ओइ दुईटा चेयर यता निकाल है तो दुईटा चेयर यता ए फुपू यता फुपू इधर क्या रहा है तो ठीक है झिका चियर झिका न ओए चियर झिका न अगाडि बस्दा जाना हुन्छ के सबभन्दा घुमा
सपना आउट हुने भयो अगाडि जानु मिल्छ के सपना म अब थोरै नियम भन्न लागिरहेको छु अब एउटा मात्र कुर्सी छ यो कुर्सी हतार राखिएको छ है तपाईँहरूलाई यो कुर्सीमा आएर छिर्नुपर्छ तर यसको छिर्ने बाटो एउटै मात्र हुन्छ त्यो छिर्ने बाटो अनिस भाइलाई राख्दैछु म एउटा अर्को भाइ आउँदै यो दुईजनाबाट तपाईँहरू भित्र छिर्नुपर्छ तर कसरी छिर्ने भने त हामी यहाँनिर साइडमा मान्छे बसेको हुन्छौँ मान्छे बाहिर बाहिर जाने तपाईँहरू छिर्नु पाउनु त्यो दुईजनाको बिच पारेर यो कार्पेट हो तपाईँहरूको लागि विशिष्ट अतिथिको लागि आएर छिर्नु पऱ्यो है तपाईँहरू यहाँबाट बिचमा कुर्सी नजिक पऱ्यो भने यहाँ आएर छिर्नु पनि तपाईँ आउट हुनुहुन्छ दुईजना व्यक्ति यहाँबाट छिर्न पाउनु भरे उता बाहिर दौडिने अनि यस्तै कुदेर यसरी आएर दौडिनु पऱ्यो भने रनिङ हुन्छ अनि जसले जित्छ यहाँबाट छिर्नेले जित्छ छिरेर आएर एक्लै उठ्नु भयो ओके ल चेयर उठाइदियो त एकजनाले एकजना चेयर उठाउँछ ओए हटिनु भएन है ओए कुदा ल ल सेकेन्ड